यहाँ श्री सरस्वती माध्यमिक विद्यालय डिङखोलाको चाहिँ प्राङ्गणमा छौँ। हेर्नु यहाँ चाहिँ यो चाहिँ स्कुलको भ्यू भयो। अनि त्यस पछाडि यो चाहिँ मैले पहिला 10 लेभलसम्म चाहिँ मैले यहीँ पढेको, सेकेन्डरी लेभल चाहिँ। अनि यो चाहिँ यो चौर भयो। अनि त्यस पछाडि यता चाहिँ आजको कार्यक्रम चाहिँ यो छ नि, यहाँ पछाडि रहेको यो झाडी चाहिँ यो अलि जुम आउट हुनु चाहिँ यहाँ पछाडि रहेको चाहिँ यो जुन बनमारा झ्या हुन्छ, यो चाहिँ विगत कतिदेखि यो चाहिँ यहाँ सरसफाइ चाहिँ भएको रहन्छ स्कुलबाट चाहिँ। यो चाहिँ हामीले आज चाहिँ यहाँ एउटा क्रिकेटको आयोजना गर्ने र यहाँ चाहिँ त्यसको लागि त्यसको सहित चाहिँ यहाँ स्कुलको चाहिँ सरसफाइ होस् भन्ने हेतुले दुईटा उद्देश्य राखेर चाहिँ हामीले यो सरसफाइ कार्यक्रम चाहिँ गरेर आएको छौँ। यी कार्यक्रममा चाहिँ सबैभन्दा पहिला स्वाभाविक हुने मान्छे त्यही हो, त्यो चाहिँ हाम्रो मोहन दाइ हो हैन। यहाँ चाहिँ यो के भन्छ यसलाई, धिरन दाइ हो। यो पनि एकदमै अग्रसर छ हैन। अनि यहाँ हाम्रो चक्र सर हो, यहाँ 12 चर राखन। यहाँ चाहिँ हाम्रो को चाहिँ ल्याएर चाहिँ त्यो सबै चिजहरू ल्याएर चाहिँ यहाँ तल यो खोलाको किनारामा यहाँ तल राखिदिएछौँ, जुन चाहिँ स्कुलबाट चाहिँ अलि सेपरेटको दूरीमा छ, अलि टाढाकै दूरीमा छ हैन, अलि लिटल बिट डिस्टेन्ट छ। अनि जसले गर्दा चाहिँ के होस् भन्दाखेरि चाहिँ स्कुलको चाहिँ जुन प्राङ्गण छ, जुन मैदान छ, त्यसमा चाहिँ प्रत्यक्ष प्रभाव नपरोस् भनेर चाहिँ अलि यता तल राख्दैछौँ। यो चाहिँ पछि सुक्छ, यसलाई चाहिँ आगो लाउँदाखेरि भइहाल्छ फेरि। यो फारनी त मान्छे होला नि त। म सबैभन्दा मेहनत गर्ने भाइ चाहिँ उनी हुनुभयो। कस्तो मजाले फायर राखन, दुईटा कामचोर। खै बोल त तिमीहरू के बोल्छौ, कामचोर। अनि म चाहिँ जनसङ्ख्या बढिरह। अनि यता हामीले यहाँ गोजनलाई चाहिँ यता थुपार्यौँ। अनि यो चाहिँ क्लिन भइसक्यो, अब थोरै बाँकी छ। हाम्रो ग्रुप चाहिँ 2 भागमा डिभाइडेड भइसक्यो। यहाँको चाहिँ यो काम चाहिँ पुरै फिनिस भयो। यहाँको चाहिँ अलिकति त्यहाँ बाँकी छ। अनि अर्को ग्रुप चाहिँ त्यहाँ जङ्गी ग्रुप चाहिँ त्यहाँ छ, त्यहाँ त्योदेखि उता चाहिँ सफा गरेर राख्छन् तिनीहरूले। अनि कामचोरहरू अगाडि आइरहने यिनीहरू। अनि त्यस पछाडि यहाँ हाम्रो चाहिँ नेतृत्वकर्ता चाहिँ बहुत खटिनु भएको, उहाँ चाहिँ लागिरहनु भएको छ हैन। अनि यता चाहिँ योहरू यहाँ बसिरहन्, तर अब सकिनै आँट्यो। यस पछाडि चाहिँ हामी क्रिकेट गेम खेल्ने। ल यो चाहिँ हाम्रो पहिले 10 सम्म पढेको स्कुल हो। यो स्कुलमा चाहिँ आज यो फिल्ड, यहाँ चाहिँ अहिले क्रिकेट खेल्ने हो केटाहरू। सुभाष सर चाहिँ यही काम गरेर थाकेर चाहिँ यसरी सुत्नु भएको छ। अब यति मात्र हो बाँकी चाहिँ, अरू सब चाहिँ भइसक्यो है। अनि यहाँ एकदम बेस्ट, उहाँलाई त त्यो भन्न चाहन्छु म। अनि यहाँ खटिरहन्। यो बिचको टुल छ नि, यो चाहिँ काम ठग हो क्या। यो गरे जस्तो गर्छ, खासै गर्दैन, बसिरह। अनि उता चाहिँ लागिरहन्। हाम्रो जेन्टलम्यान चाहिँ यहाँबाट आउँदैछन्। अब ल यो चाहिँ स्कुल हो, स्कुलको भवनहरू नि देखाइदिउँ न होइन। त्यहाँको तिनीहरूलाई चाहिँ नदेखाऊ होइन। यो चाहिँ त्यहाँको चाहिँ जस्तो पारा अलिक पुरानो भइसक्यो। त्यहाँ बिचमा चाहिँ एउटा यो मन्दिर देख्नुहुन्छ, जुन चाहिँ सरस्वती मन्दिर हो। यता कुनै क्लबले बनाइदिएको हो त्यो पनि। अनि यहाँ चाहिँ कम्प्युटर ल्याब छ। अनि यहाँ चाहिँ अब यो प्राङ्गण चाहिँ पहिला चाहिँ पुरै झारले घेरिएको थियो, अहिले चाहिँ सफा भइसकेको छ। केही छिन पछाडि चाहिँ हामी यहाँ गेम खेल्ने हो। यो चाहिँ बिल्कुलै फ्रीमा हो हामीले गरेको। फेरि के अरे यहाँ स्कुलको फिल्ड सफाइ कार्यक्रम भनेर फेरि यहाँ स्कुललाई ल्याएर बजेट पचाइदिएन होइन। यो चाहिँ फ्रीमा गरेको। ल